गुड मर्निङ एभ्रिवान। आशा छ सबैजना सन्चै हुनुहुन्छ होला भनेर, र मलाई पनि एकदमै सन्चो छ। र आज चाहिँ म हजुरहरूको लागि भनेर एउटा छोटो मिठो भिडियो ल्याएर आइसकेको छु। र यो भिडियोमा चाहिँ हामी 3 जना साथीभाइहरूको छुट्टी भएकोले गर्दाखेरि यो भिडियो बनाउने निर्णय गऱ्यौँ। र भिडियो बनाउँदाखेरि चाहिँ संजोगले भनौँ या केले भनौँ, साथीको पनि ठिक्क भन्छ त्यहाँनिर जानुपर्ने काम रहेछ। अनि त्यही भएर चाहिँ त्यहाँ जाँदाखेरि मेमोरीको लागि पनि भिडियो हुन्छ र अब सबैजनालाई देखाउन नि पाइन्छ, सबैले हेरेर मनोरञ्जन पनि लिनुहुन्छ होला भनेर एउटा भिडियो बनायौँ। अनि बनाउँदै जाँदाखेरि मैले बिचमा क्लिपहरू पनि लाइन सिधै हामी गयौँ मलमा गयौँ। दुबई मलमा डाइरेक्टली उत्रयौँ नै रहेछ एक्वेरियममा। अनि हेर्दै गयो साथीहरूसँग गफसप गऱ्यो, कत्रो माछा रहेछ भन्दै सबै हेऱ्यो। हेर्दै जाँदाखेरि टाइम बितेको थाहै भएन। त्यस पछाडि सट्ट नेक्स्ट फ्लोरमा गयौँ। नेक्स्ट फ्लोरमा जाँदाखेरि त वाटरफल रहेछ। वाटरफलमा पनि एकछिन फोटोसोटो खिच्यो। फोटोसोटो लिइसकेपछि यसो भिडियो बनाइयो। अनि मान्छेहरू पनि धेरै आउने रहेछ एकदम हेर्नुलाई र घुम्नुलाई चाहिँ रमाइलो रहेछ। एउटै अब मलभित्र यति धेरै हुँदाखेरि जसलाई पनि राम्रो लाग्छ घुम्न आइहाल्छ नै। अनि केटाहरू भइसकेपछि धेरै टाइम पनि वेस्ट गरिएन, सल्लाह गऱ्यो, एकछिन हेरेपछि अनि के गर्ने भन्यो। अनि त्यस पछाडि टक्क यत्रो आइसक्यो। अनि यहाँनिर आइसकेपछि त यहाँ बुर्ज खलिफा भन्ने एउटा ठुलो बिल्डिङ छ। अनि त्यो पनि हेरेर जाउँ न त भनेर केटाहरूसँग मलदेखि बाहिर निक्ल्यौँ। बाहिर फेरि निक्लेको आम्मामा गर्मी त यति धेरै कुरै छोडिदिउँ। यो समर सिजनमा त एकदमै गर्मी हुने दुबईमा, एकदमै गर्मी हुने। अनि त्यस पछाडि यसो केटाहरूसँग अब गर्मी त त्यसै नि भइहाल्छ, फोटोसोटो खिचौँ भन्ने सल्लाह भयो। फोटोसोटो थोरै भिडियो बनाइयो मेमोरीको लागि पनि भनेर। अनि तपाईँहरूको लागि भनेर पनि छोटो एउटा भिडियो क्लिपहरू ल्याएर आएको छु। एकदमै रमाइलो लाग्यो मलाई चाहिँ यो वाटर डान्सिङ भन्ने रहेछ। अनि त्यहाँनिर एकछिन हेऱ्यो, ठिक्क टाइम पनि भएको रहेछ। अनि हेऱ्यो, अनि गर्मी भएको कारणले हामी त्यहाँ चाहिँ धेरै बस्नु सकेन। अनि त्यस पछाडि टाइम पनि हेरेको, टाइम पनि धेरै बितिसकेको रहेछ। अनि यो सब रुमसम्म त जानु पर्यो, रुमसम्म अब हिँड्दै जानु त